आजको वचनको पहिलो खण्डमा फिलिप्पी 4:1 के लेखेको छ त पावलले भन्दाखेरि, यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू मेरो आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो। फिलिप्पी 4:1 चाहिँ माया, परिवार, चाहना, आनन्द, मुकुट, स्थिर जस्ता कुराहरू राखिएको छ। यो कुराले के थाहा पाउँछौ भन्दाखेरि मण्डलीमा माया चाहिन्छ, मण्डलीमा एकअर्का बीचको माया चाहिन्छ। एकअर्का बीचको माया भयो भने एकअर्का बीचमा परिवार हुन्छ। त्यसकारण हरेक मण्डलीमा, फिलिप्पीको मण्डलीमा मात्रै नभएर यो फाइभफोल्डको मिनिस्ट्रीको मण्डलीमा पनि माया चाहिन्छ, परिवार चाहिन्छ। एकअर्का बीचमा एउटै मनको चाहना भएको व्यक्तिहरू बन्न पर्छ र प्रभुको उपस्थितिमा आनन्द गर्ने व्यक्तिहरू चाहिँ महत्त्वपूर्ण छ। र यो खण्डबाट हामीले सिक्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, यदि मण्डलीमा एकअर्कामा माया छैन, एकअर्काले एउटाले अर्कालाई माया गर्दैन भने त्यो चाहिँ परिवार बलियो हुन सक्दैन। घरमा पनि एकअर्का बीचको प्रेम, एकअर्का बीचको माया छैन भने घर बलियो बन्दैन। सेम मण्डलीमा पनि एकले अर्कालाई माया नगर्ने हो, एकले अर्कालाई वास्ता नगर्ने हो भने मण्डली पनि बलियो हुन सक्दैन। 2 नम्बरमा चाहना भएन भने सम्बन्ध जीवित रहन सक्दैन भन्छ। आमेन, हालेलुया, आमेन। अनि एकअर्का बीचमा यसरी सम्बन्धहरू, मिठो सम्बन्धहरू, एकअर्का बीचमा ख्रिस्टमा बलियो सम्बन्धहरू भएन भने फेरि पनि मण्डली जीवित रहन सक्दैन। तेस्रो नम्बरमा आनन्द भएन भने सङ्गति पनि सुखद हुन सक्दैन भन्ने कुरा पनि हुन सक्दैन। अनि चौथो नम्बरमा मुकुट भएन भने परिश्रमको गौरव पनि देखिँदैन भन्छ। 5औं नम्बरमा प्रियता भएन भने सम्बन्ध गहिरो हुन सक्दैन। एकअर्काले प्रिय ठान्दैन भने, प्रिय मेरो भाइ, प्रिय मेरो बहिनी, प्रिय चाहिँ भनेर हामीले एकअर्कालाई प्रिय ठान्दैनन् भने हाम्रो सम्बन्धहरू पनि गहिरो हुन सक्दैन। र स्थिरता भएन भने विश्वासको यात्रा पनि टिक्दैन। आपद विपद समस्याहरू आउँदाखेरि मण्डलीमा हरेक विश्वासीहरू, म प्रभुको जन हो, म चाहिँ आपद विपद जस्तो सुकै समस्या आए तापनि मेरो विश्वास चाहिँ स्थिरता हुनुपर्छ भन्ने मान्छेको मनमा लाग्दैन, मण्डलीको मनमा हुँदैन भनेपछि यो विश्वास चाहिँ अन्तिम समयसम्म टिक्न सक्दैन भन्ने कुरा यो पहिलो खण्डले हामीलाई सिकाउँछ। यसबाट पावलले मण्डलीलाई दिन खोजेको सन्देश चाहिँ के हो भन्दाखेरि, फिलिप्पीको मण्डलीहरू, तिमीहरू मेरो लागि केवल मानिस मात्रै होइन, मान्छे मात्रै होइन, तिमीहरू त मेरो चाहना पनि हो, मेरो आनन्द पनि हो, मेरो गौरव पनि हो। त्यसैले जे आए तापनि, जस्तो सुकै कठिन अवस्थाहरू आए तापनि प्रभुमा अटल रहौ, प्रभुमा स्थिर रहौ भन्ने कुराको उत्साह यो पहिलो खण्डले हामीलाई गर्दछ।